हेलो म चाहिँ ड्युटी जान लाग्यो है ड्युटी जाने टाइम भयो खासमा मलाई चाहिँ हैन के भन्न मन लाग्यो भनेदेखि नि आज गाडी आउँछ कि भन्ने गाडी यो 2082 सालको दसैँ हैन विजय दशमी सबैले ह्यापी दसैँ भनिराख्नु भएको छ र मलाई चाहिँ यो पालिको दसैँ चाहिँ दुखी दसैँ लागिरहेको छ क्या त्यही भएर मलाई चाहिँ कसैले ह्यापी दसैँ नभन्दै पनि हुन्थ्यो हैन र म पनि कसैलाई दसैँको शुभकामना पनि दिन्न किनभने भदौ 23 गते र 24 गतेको देशको त्यो आन्दोलन देखेर हैन देशमा भएको त्यस्तो के भन्नु यो खोज्नै नसकेको घटना भएको कारणले गर्दाखेरि हैन त्यो कतिजना आन्दोलन गर्न जाँदाखेरि हैन कतिजनाले हत्या भएको छ तिनीहरूलाई चाहिँ अहिले देशले कस्तो रूपले हेरिरहेको छ भनेर अचम्म लागिरहेको छ क्या हत्याराहरू पनि सलबलाउन थालिसके हैन खुलेआम घुमिरहेका छन् हत्याराहरू र त्यो दिन सुशीला कार्की देशको आमा भनेर सबैले हैन बधाई दिनुभएको थियो र मलाई त त्यतिखेर बधाई दिन पनि मन लागेन र मैले दिन पनि उहाँले भन्नुभएको थियो कि मलाई मेरो कार्यकाल सकेपछि त्यो अनुसारले बधाई दिनु भयो तर आज बधाई नदिएको ठिकै पनि भएछ कि धेरै खुसी पनि लागेछ मलाई बधाई नदिएर आफूले धेरै राम्रो पनि लागेको छ हैन किन भन्दाखेरि त्यतिखेर एक प्रकारले खुसी पनि लागेको थियो हैन अब केही त्यतिखेर जुन आन्दोलन भइरहेको बेला हुँदाखेरि 24 गतेको दिन हैन जतिखेर त्यो अघिल्लो दिन हाम्रो भाइ बहिनीहरू मारिए त्यसको भोलिपल्ट चाहिँ आन्दोलन हुँदै गर्दाखेरि आन्दोलन भइरहेको ठाउँमा गएर दारा किटेर भन्नुभएको थियो क्या हत्यारालाई राजीनामा मात्रै दिएर हुँदैन त्यसलाई कारबाही गर्नुपर्छ म गर्छु अथवा देशले गर्नुपर्छ भन्नुभएको थियो त्यतिखेर चाहिँ र पछि गएर उहाँले आफै त्यो ठाउँमा बसेर पनि आज गर्न सक्नु भइरहेको छैन क्या किन गर्न सक्नु भइरहेको छैन थाहा छैन हैन त्यही भएर यसपालिको दसैँमा चाहिँ हामीले धेरै कुराहरू सोच्नु परेको छ क्या रातो टिका लाउनु भन्दा पनि रातो खुनको खोला बगाउने हाम्रा भाइ बहिनीहरूले के पाए हैन देशको लागि के गर्न खोजे त्यो के भइरहेछ देशमा भनेर एकदम दुःख लागिरहेको छ त्यही भएर मैले चाहिँ यसपालिको दसैँ 2082 सालको चाहिँ दसैँलाई चाहिँ ह्याप्पी दसैँ नभएर दुखी दसैँ भनेर आफूले मान्नेछु।